नेपालको चर्चित गायन रियालिटी सो द भोइस अफ नेपाल सिजन 7 हाल चर्चाको शिखरमा छ। यो सिजनमा पनि प्रतिभाशाली प्रतिस्पर्धीहरूले आफ्नो स्वरको जादुले दर्शक र कोचहरूलाई मन्त्रमुग्ध पार्ने पक्का छ। सोको ब्लाइन्ड अडिसन चरण सुरु हुने केही समय बाँकी छ, जहाँ कोचहरूले मात्र स्वरको आधारमा प्रतियोगीहरूलाई आफ्नो टिममा सामेल गराउनेछन्। यो सिजनमा कोचहरूको संयोजन निकै आकर्षक छ। राजु लामा, मेलिना राई, प्रमोद खरेल र खेम सेन्चुरी चारैजना कोचहरू आफ्नै शैली र अनुभवका कारण दर्शक बीच अत्यन्त लोकप्रिय रहेका छन्। राजु लामा रक र आधुनिक गायनको मिश्रण हो, त्यस्तै मेलिना राई मधुर स्वर, त्यस्तै खेम सेन्चुरी लोक सङ्गीत प्रतिको लगाव र प्रमोद खरेलको गहिरो गायन क्षमताले यो सिजन अझ प्रतिस्पर्धात्मक बन्ने पक्का छ। द भोइस अफ नेपाल सिजन 7 प्रत्येक हप्ता हिमालय टेलिभिजनबाट प्रसारण आउँदैछ। डिजिटल प्लेटफर्ममा पनि यसको दर्शक सङ्ख्या तीव्र बढ्दै गइरहेको छ। सामाजिक सञ्जालमा यसको क्लिपहरू भाइरल भइरहेका छन्, जसले कार्यक्रमप्रति दर्शकहरूको रुचि बढिरहेको छ। यस पटक सोमा दर्शकभित्रका साथै विदेशमा रहेका नेपाली प्रतिभाहरू पनि सहभागी छन्। उनीहरूको प्रस्तुति मार्फत नेपाली सङ्गीतको विविधता र क्षमता झल्किने भएको छ। दर्शकहरूले कोचहरूको आपसी प्रतिस्पर्धा, हास्य विनोदका क्षणहरू पनि निकै मन पराइनेछ। केही दिन प्रतीक्षा गर्नुहोला, अब चाँडै प्रसारणमा आउन लागिरहेको छ।